ge to je sha ge ri so chong jing ge mi to de ge bong jong ba zi ge de bo da bro ji ge go sha ya ge le ja la ja ji o so सर्वप्रथम आज हाम्रो यही प्रकाश पहिलो दिनमा अब उपस्थित हुनुभएका हाम्रा परम पूजनीय धर्मगुरु खिन्जिन तिरुछोमा यसै गरी हाम्रो लुबिनहरू सबै अनि साथसाथै अब तबी सुरु हाम्रो छिरिङ सुरु सबैजनालाई अब तपाईँहरूको अमूल्य समय थोरै म लिन चाहन्छु किन भन्दाखेरि भन्नुपर्ने कारण पनि किन भन्दाखेरि अथवा यो साँच्चै नै मिले यस्तो बताएर आएको छ कस्तो भन्दाखेरि लोजु ड्रिङ्किङ मसिन इमिची केन्द्र जरुर भनेको अर्थात् हामीले अब हेर्ने गर्दा बस्छौँ तर यसको बारेमा हामीले इतिहास अथवा यसको कथा बस्नुपर्ने कारणहरू हामीले बुझेन भने चाहिँ हामीले अथवा बताएन अथवा मुनि बस्नेहरूले बुझेन भने चाहिँ त्यो अथवा देवा यसमा आस्था जाग्ने अब यस्तो त गाउँ अझै यो नभएर अझै हामी के अरे एउटा शङ्का यस्तो गरेर के फल पाउँछ र यो गरेर के चाहिँ हुन्छ भन्ने अब त्यस्तो पनि शङ्काहरू धेरै आउनुको कारणले गर्दाखेरि बताउनु पर्ने कारण चाहिँ धेरै ठुलो महत्त्वपूर्ण देखेर मैले चाहिँ आफूले जे जति बुझेसम्म छोटकरीमा बताउने कोसिस गर्छु त्यसै गरिकन जितिन्छ त मैले भनेको छ कि कसु भए तम त्यसो भए छ भनेको जस्तै कि आज हाम्रो यहाँ हेर्ने बर्खावास हाम्रो सुरुवात हुँदाखेरि हामीले त्यसरी एकदमै महत्त्वपूर्ण किन महत्त्वपूर्ण छ भन्दाखेरि एउटा उदाहरण लाग्छ कसरी लाग्छ भन्दाखेरि जब किसानहरूले खेती गर्दाखेरि जब पानी पर्दिँदैन जब पानी पर्ने समयमा पानी परेन भने कस्तो अभाव अनिकाल कस्तो लाग्छ है खर्की लाग्छ हो त्यो भए जस्तै पानी चाहिँ पर्नु पर्ने कति पर्नुपर्छ त्यो कति महत्त्वपूर्ण हुन्छ त्यो हामीलाई भन्दा पनि किसानलाई थाहा हुन्छ हो त्यसै गरिकन आज हामी पनि हेर्ने गर्दा बस्छौँ र यसको मिनिङहरू महत्त्व के कस्तो छ राम्रोसँग बुझेन भने त्यो पनि धेरै पुण्य राम्रोसँग हुन जाने अझ पुण्यको नभइकन अझै हामीले चाहिँ पाप पनि हुन सक्छ त्यसै कारणले गर्दाखेरि हामी फर्स्टमै होस पुऱ्याउनुपर्छ भने सिजन भन्छ अवेरनेस त्यही भएर हामीले चाहिँ त्यही भएर अलिकति हल्का भएर त नि अब जान्नेहरूले त सधैँ बुझिरहेको मान्छे मैले भन्न पनि परेन नबुझ्नेहरूले कोही सानसानो भाइ बहिनी पाएरलाई चाहिँ हल्का भयो भने उसलाई अलिकति सहज बुझ्नलाई एउटा छोटो भयो मलम लाग्यो जस्तो पनि होस् भनेर त्यो एउटा आशा राखेर चाहिँ मैले अब जाने नजाने खास नेपाली शब्द त्यति धेरै पनि म राम्रोसँग बोल्न सक्दिनँ तर भए तापनि अब मैले कोसिस चाहिँ गर्छु भनेर चाहिँ आज मैले यहाँ 2 शब्द राख्न चाहन्छु अनि मेरो अब झुसी भन्ने अब टपिक भनौँ होइन अब हेर्ने बस्नुपर्ने कारण अथवा यसको बसिसकेपछि बेनिफिट्स होइन हामीले अब के अरे यसको लाभहरू के छन् त भन्ने बारेमा चाहिँ यसलाई भाग गरेर 2 भागमा होइन यसलाई अनि एकदमै संक्षिप्त रूपमा छोटकरीमा तपाईँहरूलाई म केही समय बताउन चाहन्छु अब तन्सिप दिवेदर्शीले अब के भनेको छ भन्दाखेरि अब छ त सोचिने बन्द लिसुने बन्द रेजुम छु त्यसै त त्यसोबेल कहीँ सचन जुमा हो भने अर्थात् यसलाई 8 भागमा लगाएर उहाँले यसरी उल्लेख गरेर राखेको छ अब फर्स्टमा एउटा लोजु भन्छ यसको हिस्ट्री इतिहास जस्तै गरी अब बताएको छ फर्स्टमा सर्वप्रथम सिङ्गी छवटा नेपालमा भने अरूले आलोचना गर्नेलाई बस्नको लागि हामी पनि एउटा बर्खावास बस्नुपर्ने कारण चाहिँ यो पनि हो भनेर बताएको छ अब यसको इतिहासमा जानुपर्दाखेरि हामी पहिला भगवान बुद्ध स्वयं विराजमान हुँदाखेरि के अरे यो सर्वबस्ती भन्ने ठाउँ हो तल इन्डियामा अनि टिबेटियन भाषामा चाहिँ न्यु भन्छ उहाँ बुद्ध भगवान चाहिँ हेर्ने त्यतिखेर नै बस्नुहुन्थ्यो यो पछि आएको कुरा होइन उहाँ बुद्ध भगवान स्वयं उहाँले त यो अभ्यासलाई गर्दै आएको थियो र पछि उहाँको के हुन्छ अब यो चेला उनीहरूले चाहिँ नबुझिकन सदा चाहिँ यो
स्विमिङ भन्छ हामी अहिले जस्तो यतिखेर त्यो टाइममा त्यस्तो थिएन। अहिले हामी गुमाउनु बसेर लाँदा सबै खाना खाने सबै एकदम किसिम सफा छ। त्यतिखेर चाहिँ भगवान् बुद्धको पालामा चाहिँ सबैजना यसरी नगरिकन खुसी बोकेर हामी भगवान् बुद्धलाई हातमा देख्न सकिन्छौँ। एउटा भिक्षा पात्र बोकेर चाहिँ सबैको घर दैलो डुलेर्दै हामी भिक्षा यसरी दिउँसोको खाना हुँदाखेरि यसरी मागेर खाने पर्थ्यो। र त्योखेर जाँदाखेरि अब अर्को भगवान् बुद्ध चेलाहरूले सदा चाहिँ भिक्षा माग्न जाँदाखेरि अथवा अब त्यो कुरा भन्छ अहिले हो अन्य भगवान् बुद्धलाई मन नपर्ने भनौँ अथवा के भनौँ उनीहरूले चाहिँ अब के भनेछ भन्दाखेरि यदि भगवान् बुद्धको चेलाहरूले चाहिँ सिल राम्रोसँग पालन नगर्दो रहेछ। अब के भनेर पालन पहिला सिल के भन्दा लिएको हुन्छ भन्दाखेरि 10औं सिल हुन्छ हाम्रो प्रकृतिमा होइन के छु अब म प्राण हत्या गर्दिनँ, छोड्दिनँ, झुटो बोल्दिनँ भनेर त्यस्तै प्रकारको 10 प्रकारको हामी सिल लिएको हुन्छौँ। यिनीहरूले त मुखले मात्रै भन्दो रहेछ तर व्यवहारिक रूपमा त कहाँ हो। त्यही भएर यिनीहरूलाई चाहिँ किन दिने हामी भिक्षा भनेर चाहिँ यस्तो आलोचना गरेर चाहिँ अनि यसरी पढाउनु भएछ। कसरी किन आलोचना गरे भन्दाखेरि बर्खाको टाइममा अहिले हाम्रो यहाँ त त्यति गर्मी भएर यो किराफटेहरू धेरै आउँदैन। अब इन्डियामा चाहिँ एकदमै गर्मी भएको कारणले गर्दाखेरि यो किराफटेहरू चाहिँ धेरै यो आउने कारणले अनि हामी स्विमिङमा जाँदाखेरि अहिले भर्खर भिक्षा पाउन जाँदाखेरि उहाँ अब धर्म चेलाहरूले सबै कुराले किल्चिँदै जानुपर्छ। त्यतिखेर हामी गाडीमा हिँड्ने त्यस्तो छैन। अनि सबै खुट्टा लिनु पर्दाखेरि धेरै टाढा जान्छन्, खुट्टाले किरा फाटेर धेरै मार्थ्यो। हो त्यसलाई पनि एउटा अब के हो मार्ने यस्तो दोष दिएर अब भन्ने ठाउँबाट आलोचना गर्ने ठाउँ भेटेर चाहिँ अनि उनीहरूले म भिक्षा दिँदैन यस्तो चेलाहरूले किन दिने यस उनीहरूले भनेको छ जिउ खुट्टा यहाँ या धवा सिकेरीमा राङ्गी सामने सिम झुम्रो दिन्छौँ। अब अर्थात् एउटा झिउ खुट्टा भन्ने चरा चाहिँ 4 महिना चाहिँ यो बर्खाको समयमा चाहिँ आफ्नै बुटभित्र एकदमै राम्रोसँग बस्छ हो भने अब भगवान् बुद्ध चेलाहरू चाहिँ यति पनि नजाने भए हामी किन दिने भने यस्तै प्रकारको आलोचनाहरू चाहिँ धेरै गरेछ। अनि त्यो अनि चेलाहरू चाहिँ चित्त नबसेर भगवान् बुद्ध बाटोमा गएर चाहिँ बिन्ती चढाउनु भयो। भगवान् आयो भन्ने कुरा यस्तो हामीलाई भन्नुभयो। अब यसको एउटा उपाय के छ हामीसँग भने भगवान् बुद्धले उहाँले त पनि यो अभ्यास गर्नुहुन्थ्यो। त्यसपछि भगवान् बुद्धले चेला भन्छ अब चाहिँ हामीले यस्तो गर्नु हुँदैन, अब मेरो चेलाले अब चाहिँ बटोबास बस्नुपर्छ भनेर आज्ञा दिनुभएको चाहिँ हो यति। अनि त्यसपछि यो चाहिँ किन भगवान् बुद्ध स्वयंले गर्नुहुन्थ्यो पछि हाम्रो झिन्झुक अब उहाँको के हो शिष्यहरूलाई पछि चाहिँ यसरी उहाँले अब चाहिँ आज्ञा दिनुभएको चाहिँ त्यसरी हो। अब यो चाहिँ अरूको गाली आलोचनाहरू चाहिँ हामीले किनकि रोक्नको लागि भयो भने हामीले अब बसेको हो है। जस्तै कि हामीले अस्ति फुर्सदमा जाँदाखेरि के भन्छ त्यहाँको मनाइले तपाईँहरू चाहिँ यहाँ बस्दैन भनेर सक्ताले लामो बसी नबस्ने भने कस्तो अलिक छुट्टै गरी बोल्छ है। हो त्यो शब्दबाटै हामी त्यो बुझ्न सक्छौँ, त्यो सङ्केत हो बसेन भने मान्छेले किनकि लामो गएर भ्यालु नभएको जस्तो एउटा आफ्नो के हो अभ्यास गर्ने केही नभएको जस्तो जे गर्ने हुने हो त्यस्तो देखिन्छ मान्छे नजानु। त्यही भएर मैले त्यो मलाई त्यहाँ ठिकै थाहा भइसक्यो तपाईँहरू चाहिँ यहाँ बस्दैन हाँस्नु अनि हामी बस्छ हामी पनि यस्तो हुन्छ हाम्रो पनि छ भने हामीले भन्यो हो यस्तो हामीले आउँथ्यो। किनकि यो चाहिँ हामीले गर्नुपर्ने कारण त्यही हो मान्छेको आलोचनाहरू आउँछ। त्यही भएर हामीले नआउनुको लागि भए पनि हामीले यस्तो त्यही भएर यो चाहिँ एउटा लोग्यु एउटा के अरे पहिला यस्तो त भएर चाहिँ यसरी भएको हो भने चाहिँ यसमा पनि तर चाहिँ धेरै छ र अहिले यसमा एकदमै युवामा चाहिँ यसरी बताइन्छ। त्यही भएर मैले एउटा त्रुटि गरेर बताएँ है त। अब सर्वप्रथम जान्दैछ कि छाउमा भनेको है अरूले आलोचना गर्न रोक्नको लागि हामीले बसेको हो भने एउटा फाइदा यो हुन्छ। अनि अब सेकेन्डमा के छ भन्दाखेरि झिङ विश्वरन्य पाउँ भनेको झिङ विश्वरन्य पाउँ भनेको चाहिँ अरूको प्राणलाई के हो भने त्यहाँ के हुन्छ भने अब फिट्ने अथवा के नराम्रो पकाउनु लागि हामीले रोक्ने लागि। जस्तै कि हामीले बिहान अघि हामी बिहान कोरा गर्दाखेरि लुबिन यहाँ खिम्बोली एउटा हातमा लट्ठी बोकेर हिँड्यो अब नबुझ्नेहरूले के बोकेर हिँड्यो भनेर त्यो पनि खर्चिलो भनेको चाहिँ खर्चिलो हो। त्यसले बोक्दाखेरि सँगै म आउँदैछु यहाँ किराहरू छ भने भागेर जाउँ भनेर ट्याक स्याक गर्दाखेरि त्यहाँ भएको किराहरू पनि यो उता फैलिएर जानु पऱ्यो त आफ्नो बाटो।
जस्तै कि इन्डियामा केटीहरूले त्यो खुट्टामा एउटा के पाउजहरू केहरू हो त्यो पनि त्यो सेम एउटै हो सङ्गीत हो। हाम्रो बुद्ध धर्ममा चाहिँ यत्तिको सानो सानो किराफटियाहरूलाई पनि यत्तिको मिनिङफुल गरेर दिएको छ। त्यही भएर संसारमा साइन्टिस्टहरूले पनि यदि भविष्यमा गएर यदि धर्म कसले मान्नुपर्छ भने बुद्ध धर्मभन्दा त्यो धर्म ठुलो कसको पनि छैन भनेर यसरी बताएको छ। विद्वानहरूले भनेको यसरी भनिरहेको छ। शान्तिमा नबुझ्नेहरूले त यो के प्रशंसा गरेको त्यसमा त्यति मिनिङ हुँदैन, जान्ने मान्छेले पनि प्रशंसा गरेपछि त्यसमा केही छ भन्ने चाहिँ हामीले बुझ्नुपर्छ। त्यही भएर एउटा के अरे हिन्दू लामा हो, हिन्दू, उहाँले पनि ख्यापर भक्ति भन्ने पेसा छ, बिहान हामीले पढेँ हो। त्यो पेसा चाहिँ ऊ हिन्दूबाट म हिन्दू त्याग गरेर म बुद्धिज्म धर्ममा छिर्छु भनेपछि उहाँले ख्यापर भक्ति चाहिँ उहाँले लेख्नु भएको सबै आराधकहरूलाई उहाँले प्रशंसा स्तुति पाठ लेख्नुभयो। के लेख्छ भन्दाखेरि एउटा शब्द चाहिँ मेरो मनमा ज्ञान बस्यो। उहाँको नाम चाहिँ थो चुलुजे भनेर रहेछ है। उहाँले चाहिँ के सबै बुद्धको वर्णन गरेको तपाईँको यति राम्रो यस्तो गुण तपाईँ जाने मलाई देख्ने बित्तिकै मेरो मनमा यस्तो प्रकारको एउटा छुट्टै भावना हुन्छ भनेर चाहिँ उहाँले यति धेरै शब्द बताउनु भएको छ। म सबैले अहिले बताउनु टाइम पनि छैन। अब मैले एउटा तिनवटा शब्द चाहिँ मैले लेखेर राखेको छु, त्यो तपाईँहरूलाई बताउँछु है त। झित्र झित्र नामसम्म धेता धेता घिउला पाकिस्तान मिथ्याबाट जुरु भनेको जस्तै कि हामीले एउटा किराफटीमा धरीले पनि मार्नु हुँदैन। अब आफ्नै एउटा दुश्मन भए पनि आफ्नो एउटा के हो पूर्वजहरूले आमा बुवा गरेको हो भनेर जाने एउटा हुन्छ नि त के हो सहनशीलता जगाउनलाई उहाँले यस्तो प्रकारको एउटा ज्ञानहरू बाँड्नु भएको छ नि हो। त्यस्तोहरू तपाईँको म ज्ञान गुण देख्दाखेरि त जति जति तपाईँहरू यो के हो यो कार्य तपाईँको के हुन्छ त्यो देख्छु झनै झनै मेरो मनमा एकदमै देवा भनेको चाहिँ डिभोसन है, के हो आस्था हो। त्यो जति झनै बढ्दै पनि जानुभएको छ उहाँले। त्यही भएर उहाँले पनि यसरी प्रशंसा गरिरहेको छ। जति जति तपाईँको यो गुणहरू म ज्ञानहरू सम्झिन्छु झनै मेरो मनमा त्यति नै यो के हो आस्थाहरू जागेर विवाह डिभोसन भन्छ नि हो त्यस्तो चाहिँ एकदमै जागेर आउँदो रहेछ भनेर चाहिँ यसरी पनि प्रशंसा गर्नुभएको थियो है त। त्यही भएर हामीले यहाँ बुझ्नुपर्छ कि हाम्रो धर्म चाहिँ कति धेरै महत्त्वपूर्ण चिज हो। हामीले किनकि हामीले आफूसँग भएको सामानलाई चिन्न सकेन भने त्यसको महत्त्वै रहँदैन। जस्तै कि एउटा उदाहरण राखौँ, हामीसँग सुनको एउटा के भाँडो छ, त्यसलाई हामीले प्रयोग गर्न जानेन भने त्यसको महत्त्व केही पनि रहँदैन। त्यो जस्तै गरिकन हामीले पनि आफ्नो धर्म चाहिँ के कस्तो हो भने बुझ्न सकेन भने त्यसको पनि अर्थ रहँदैन, किनकि त्यसलाई सदुपयोग गर्न हामीले जान्दैनौँ। नजान्दा चाहिँ त्यसको झन् भएको भन्दा पनि नभएको चिन्न जान सक्छ। त्यसै कारणले गर्दाखेरि हाम्रो यहाँ हेर्नुहोस् त तपाईँ यो भन्नुहुन्छ र तपाईँले मनमा एउटा शङ्का पनि आउन सक्छ, एउटा किरा नमारेर के हुन्छ, किरा मारेर के चाहिँ हुन्छ भन्छ है। अब आजकल त विदेश त हामीले एकदमै के भन्छ डेभलप भयो त भन्छ, तर त्यहाँनिर कस्तो भइरहेको छ समुद्रमा हेर्नुहोस् जानुहोस् यति माछाहरू त गन्ती छैन कसरी मारिरहेको हुन्छ। अनि त्यस्तै कि फ्याक्ट्रीहरू हेर्न जान्छ कुखुराहरू कसरी मारिरहेको, त्यो त एउटा के प्राणी हो भन्ने मनमा पनि नभइकन त्यस्तो प्रकार भइरहेको छ। बुद्ध भगवान्ले उहाँको उपदेशहरू हामीले यदि मनमा बुझेर यसलाई अपनाउन सक्यो भने एकदमै महत्त्वपूर्ण हो। तर हामीले बुझ्न चाहिँ एकदमै गाह्रो छ। बुद्ध भगवान्को शब्दहरूले चाहिँ यो जस्तो भयो त्यस्तो मान्छेले एकैचोटि बुझ्न चाहिँ सक्दैन, किनकि एकदमै गहिरो एकदमै फराकिलो सागर जस्तै समुद्र जस्तै हो बुद्ध भगवान्को उपदेशहरू। त्यही भएर हामीले एकैचोटि बुझ्न सक्दैनौँ। अनि अब भन्नुहुन्छ होला किनकि यतिवटा किरा नभए के हुन्छ भने जस्तै एउटा उदाहरण राख्छु, यो शब्द हामीले एउटा सेन्टेन्स बनाउँदाखेरि एउटा शब्द सानो के हेल्पिङ भर्ब भन्छ नि त्यो मात्रै छैन भने पनि सेन्टेन्सको के हो मिनिङ अर्कैतिर जान्छ। जस्तै कि पासाङ घर भनेपछि के बुझ्छ, केही पनि बुझ्दैन। अब त्यसमा एउटा पासाङको घर भनेपछि एउटा छुट्टै सेन्टेन्सै बताएर के अरे मिनिङै अर्को भएर जान्छ हो। त्यस्तो जस्तो हामीले सानो सानो थोपा गरेर समुद्र बन्ने हो हामीले। त्यही भएर सानो सानो किरादेखि नमारिकन त्यहाँदेखि ठुलोमा हिजो आज हामीले अब देख्न सक्छौँ युक्रेनमा वार भएको लगभग झन्डै अब 1.5 वर्ष हुन थालेको थियो। त्यो समय हामी चाहिँ त्यहाँ हामीले एउटा इमेजिन मात्रै गऱ्यो भने नि कस्तो समय त्यहाँ बितिरहेको छ। यसरी आकाशबाट पानी बसेको जस्तै गरिकन के हो वेपनहरू बम त्यस्तो गरी भइरहेछ।
त्यसै कारणले गर्दाखेरि हामी भनेको एकदमै के हो राम्रो समय हामीलाई केही पनि अनिकाल छैन। हामीसँग जिउदेखि लिएर हामी एकदमै कुशल छौँ। पोहोर परा जस्तो हामीलाई अहिले के हो रोग लाग्ने त्यस्तो कोरोना भाइरसहरू आयो भने पनि हामीलाई यस्तो प्रकारको एयरने बर्खापास हामी गर्न सक्दैनौँ। त्यही भएर यो एकदमै के अवसर हामीले यो मौकामा चौका भने जस्तै हामीले एउटा मौकामा हामीले राम्रोसँग यसलाई चाहिँ सदुपयोग गर्न सक्यो भने यो दुनियाँमा त यसको लाभले पुण्य यो हामीले पुण्य भने चाहिँ एकैचोटि ठ्याक त हुँदैन। 4-5 तरिकाले यसको पुण्यको कर्मको फल पाउने तरिका हुन्छ। जस्तै कि हामीले मान्छेहरू माऱ्यो भने आजकल जेल त यही जुनीमा लान्छ है, सरकारको नियम पनि त्यसै लान्छ। तर शान्तिमा चाहिँ पछि यो जुनीमा अथवा कोही अर्को जुनीमा त्यसरी पाउने हुन्छ फल भनेको। फल कहिले पनि त्यो वेस्ट हुँदैन। जस्तै कि बुद्ध भगवान्ले स्वयं भन्नुभयो चाहिँ कर्मको फल चाहिँ जहिले पनि पाउँदै जसरी नै पाउँछ। यो बुद्ध भगवान् स्वयंले बनाएको होइन, यो चाहिँ के हो नेचुरल, यो प्रकृति नै हो। बुद्ध भगवान्ले स्वयं के मात्र भनेको भने यस्तो हो है, वास्तविक यथार्थ चाहिँ यस्तो रहेछ यदि बुझेको छैन भने भनेको मात्र खास भन्नुपर्दाखेरि यो चाहिँ हामीले अब आज यो गरेको फल चाहिँ आजै पाएन भने हामीलाई मन लाग्छ कि यो गरेर केही पनि हुँदैन। तर यो जुनी छ अर्को जुनी पनि छ नि, हामी यही देख्न सक्छौँ। हामी कोरा गयो भने त्यसरी कस्तो खुट्टा नभएको मान्छे के दबाएको मान्छे कसरी किन भयो होला त्यो पनि सोच्नुपर्छ। अब हामीले भन्छ कि अर्को बाहिर मान्छेले भन्छ हिन्दूहरूले भन्छ भगवान्ले बनाएको हो भने भगवान्सँग त्यस्तो डिस्क्रिमिनेसन के हो भेदभाव यदि हुन्थ्यो होला, हुँदैन। किनकि भगवान् भनेको त एउटा आमा बुवालाई आफ्नो 4वटा छोरा छ भने सबैजना बराबर माया हुन्छ। हो त्यो गरेर हामीले यो भगवान्ले बनाइदिएको यस्तो भन्ने कुरै छैन। हामी डाइरेक्ट लोजिकली थाहा हुनसक्छ कि यो सबै कर्मको फल हो। आफूले कर्म कस्तो गर्छ त्यसको प्रतिफल पनि त्यही सेम ढिलो चाँडोको कुरा चाहिँ हुन्छ। तर वास्तवमा जसरी पनि प्रतिफल चाहिँ पाउँछ। त्यसै कारणले गर्दाखेरि हामीले आज बर्खापास आज सुरुवात हुँदाखेरि नि फर्स्ट दिन हाम्रो मनमा एकदमै के हो अर्थसहित होइन यस्तो गर्नाले कारणले गर्दाखेरि यस्तो पुण्यहरू कमाउन सक्ने रहेछ भनेर हामीले पनि के हो कारणसहित। अब हिजो आज हामीले कारण छैन भने हुँदैन। पहिला भएको कारण नभए पनि हुन्थ्यो। अब जस्तै कि आमा ला भने अब हामी किन छेउमा चलाउँछ पानी चलाएर के हुन्छ पानी चलाउने भन्नु गरे भगवान्को त यहाँ के अरे घाँटीतिर लागिहाल्छ पानी त्यहाँ चलाउनु परेन भने त्यस्तो भन्नु हुँदैन। त्यो मान्छेले पत्याउँदैन आफूलाई पनि त्यो अब विश्वास लाग्यो। अब भगवान् बुद्धले यसरी पानी चढायो भने हामी अब अर्को जुनीतिर पानी नभएको अफ्रिकातिर कसरी के गरिरहेको छ देख्नुहुन्छ होला तपाईँले। अब युट्युबतिर सबैले देख्छ आजकल है, एउटा बच्चाको टुप्पो धुँदा मुखबाट पानी सुरु हात कसरी देखेको होला सबै हामी बुझ्नुपर्छ क्या। दिमाग त्यसरी हो त्यस्तो ठाउँमा जन्म लिने के होला हो त्यस्तो नहुनको लागि अहिलेदेखि नै अनिकाल अहिले यो किनभने अनिकाल लागिरहेको छ। रसियाको त्यो के हो उसको उद्देश्य नै त्यही हो। अब वार गरेर त्यहाँ चाहिँ अनिकाल लाने खाना कहाँबाट नल्याउनु भयो त्यहाँ सबै मान्छे मार्ने यस्तो हुन्छ हो। त्यही भएर बुद्धको उपदेश भनेको के हो भन्दाखेरि नेचिको भन्ने हुन्छ नेकम कि फेम्बा अहिलेको फाइदा र पछिको देवा अल्टिमेट सुख त्यो पाउने सबैभन्दा मूल जरा के हो भन्दाखेरि बुद्ध धर्म हो भनेको छ उहाँ। यो बुद्ध धर्म भने चाहिँ उहाँले छुट्टै एउटा केही बनाएको होइन, जे छ त्यसलाई नै उहाँले बुझेर एउटा के हो एक्सप्लेन गरेको मात्रै हो। जस्तै कि आगो पोल्छ, आगोले त्यो आगोले पोल्छ भनेर आगो बुद्ध भगवान्ले बनाएको होइन, आफ्नै नेचुरल हो। त्यो भए जस्तै गरिकन पानी पनि के हो सिल्वा पानी के हो चिसो खालको हुने उसको स्वरूप त्यही हो। भगवान् बुद्धले बनाएको पनि होइन हो। त्यो भए जस्तै गरिकन बुद्ध भगवान्ले यो धर्म उपदेश दिनुभएको पनि उहाँले यो बुद्ध एउटा के हो एउटा टेक्निक लगाएर यसो गरेर चाहिँ यिनीहरू म मेरो सबै स्टुडेन्ट बनाउँछु भनेर चाहिँ त्यस्तो गरे होइन। स्वयं बुद्ध भगवान्ले के भन्नु भएको छ भन्दाखेरि हिँडी खेल थप्दै थर्म रहँदा सेवा घि भने मैले तपाईँहरूलाई बाटो देखाइने काम मात्रै हो, मान्ने अथवा गर्ने नगर्ने तपाईँहरू आफैलाई जिम्मा छ है भनेको।
यो भन्ने स्वयं थाहा हुन्छ कि बुद्ध भगवान्ले आजकल हिन्दू कतिले त्यो छ नि गर्छ नि हामीले के भन्छ कति छ नि त्यो पब्लिसिटी गर्छ नि एउटा त्यो फाइदा हुँदैन किनकि जे कुरा गर्ने जुन चाहिँ इम्पोर्टेन्ट थिङ हो त्यो थोरै हुन्छ जस्तै कि उदाहरण सुन चाँदी हिरा मोती थोरै मात्रामा पाइन्छ त्यो ज्यादा अब त्यो हुनु पाउँदैन जे कुरा पनि भ्यालु हुन्छ नि रत्न पाउन जुन चाहिँ गाह्रो चिज हो त्यो भयो जस्तै गरिकन भगवान् बुद्धको उपदेश पनि एकदमै जुन व्यक्ति मान्छेले बुझ्न सक्दैन एकदमै इन्टेलिजेन्ट चाहिन्छ बुद्धि भएको दिमाग भएको हो त्यही भएर यदि हामीले यसलाई चाहिँ युटिलाइज के हो र सदुपयोग गर्न सकेन भने चाहिँ यो जुनीमा पनि सुख अब अर्को जुनीमा पनि सुख हुने खालको त्यस प्रकार हुनको लागि भगवान् बुद्धले यसरी उपदेश धेरै दिनुभएको कारण चाहिँ त्यो हो है त अब एउटा यो सिङ्गी हिजो पाउँ भन्ने बारेमा चाहिँ यहाँबाट चाहिँ ठुसी गरी धेरै उतासम्म पुग्यो जे जस्तो भए पनि हाम्रो भगवान् बुद्धले बताउनु भएको उपदेश एकदमै अर्थपूर्ण छ भन्ने चाहिँ बुझ्नुपर्छ के भन्दाखेरि सिङ्गी हिजो भन्ने पाउँ आफ्नो शरीरमा त अरूले त्यो गर्यो भने हामीले आफूले रक्षा गर्न सक्छ किनकि अरूलाई चाहिँ हामीले त्यो बोल्नु भएन होइन हाम भन्छ नि के भन्छ नेपालीमा शब्द पनि भएन त्यो चाहिँ सक्दो चाहिँ हामीले नगर्नु भनेर चाहिँ भगवान्ले उपदेश दियो सबै प्राणीलाई उहाँले हितको लागि लाभ होस् भनेर यस्तो प्रकारले उहाँले रोक्नु भएको छ यो प्रकार हामीले यदि शिरहरू हामीले पालना गर्न सक्यो भने एकदमै अरूलाई पनि फाइदा हुन्छ आफूलाई पनि फाइदा भएर जान्छ यदि यो सबै यस ठाउँमा फैलिएर गएको जस्तै कि यदि यो उपदेशहरू रसियातिर युक्रेनतिर भएको भए आज यो घटना गर्दैन थियो अहिले हामीलाई त यहाँ यसो सुन्दाखेरि त के युक्रेन घटना रसिया भनेर लाग्छ यदि हामी त्यहाँ भएको के हालत हुन्थ्यो होला अहिले यहाँ म अहिले रहन्छ कि रहँदैन थाहै पनि छैन यति न्युक्लियर बम हो के भन्दैन अब खाने ठ्याक्कै रेडी गरेर राखेको छ भनेर भनिरहेको छ नितिर तर हो कि होइन होस् त्यस्तो यही धर्म मै जित्नुपर्छ सबैभन्दा ठुलो मै हो भन्ने एउटा त्यो हुन्छ नि मनमा भावना त्यो एउटा त्यो भएर यस प्रकार घटनाहरू घट्ने कारण त्यो हो के हो दल गाउँमा सधैँ भन्नुभएको यदि त्यो अब उसले एउटा के हुन्छ सेवा उसले यदि सहायता त्यही म सानो बन्छु म एक्सेप्ट गर्छु भनेर यति मात्रै एउटा त्यो मनमा पनि आएको भए यस्तो खालको घटना घट्दैन थियो अहिले हामीले खास यो बुझ्दैन तर हामी त्यहीँ एकचोटि एउटा इमेजिन गर्नुपर्छ म यदि त्यहाँ भयो भने के चाहिँ मेरो हालत के होला भनेर बस्यो भने ठ्याक्कै एउटा आफ्नो हाँसो आउँछ हो यो सबै त्यहाँ बुद्धको धर्ममा त्यहाँ नपुगेर त्यो एउटा त्यो पनि के ठुलो त्यो लाभ नभएको भयो है अब यो मैले के भर्खर एउटा निःशुल्क जस्तो भयो अहिले हिजो आज के चलिरहेको छ त्यसको पनि बतायो भने किनकि धर्म भने चाहिँ हामीले छुट्टै प्रकारको एउटा यो हो जस्तो ठानिरहेको छ कि धर्म भने चाहिँ त्यस्तो होइन हामीले जीवनकालमा जे जस्तो कार्य गरे पनि सबै धर्म हुन्छ एउटा पाप हुन्छ एउटा धर्म पाप नभएको तिनवटा भागमा हामीले बताउन सक्छ कि एउटा मान्छे के राम्रो काम गर्छ यो के नराम्रो काम गर्छ कि एउटा राम्रो नराम्रो बिचको काम हो सबै हामी जीवनकालभरि बिहान उठेदेखि राति सुतेसम्म सबै त्यो कार्य भइरहेको हुन्छ अनि धर्म भनेको त्यही नै हो बुद्ध भगवान्ले अर्कै एउटा धर्म छुट्टै खालको यस्तो यो यहाँ राखेको होइन त्यही भएर मैले अलिक छुट्टै एउटा यताउता कहाँबाट भनेको कारण त्यो हो हामीले किनकि बुझ्नुपर्छ धर्म भने चाहिँ छुट्टै प्रकारको एउटा सम्झिन सक्छ हामीले मनमा क्या त्यस्तो लागिरहेको छ सानोदेखि म पनि त्यस्तै लाग्थ्यो तर वास्तवमा त्यस्तो होइन रहेछ त्यही भएर चाहिँ मैले यताउता कहाँको अब युक्रेन भन्यो रसिया भन्यो अब मलाई एकदम मन त्यहाँ कस्तो के घटना घटिरहेको त्यही भएर त्यहाँ अब हल्का त्यहाँ पनि हामीले यहाँ यो स्तुति पाठहरू मलमहरू गर्दाखेरि उनीहरूको लागि भयो भने अब यो जुनीमा त्यस्तो गरेर पूर्वजन्मी फलले के कस्तो गरेर त्यहाँ यसरी बित्नु पऱ्यो अब अर्को जुनीमा चाहिँ एउटा सुख रूपमा जन्म लियोस् भनेर एउटा प्रार्थना मात्रै पनि यहाँ गर्न सक्यो भने यहाँनिर बसेको एकदमै लाभ भयो नत्र भए हामीले बिहानदेखि सुतेर बसेर केही पनि हुँदैन सुतेर बसेर खाना खाएर मात्रै हुने हो भने केही पनि त्यो के सबैले गर्न सक्ने कुरा हो हामीले अरूभन्दा छुट्टै एउटा मनले अब मुखले वचन होइन छागिया गर्ने तरिका सबै त्यस्तो गऱ्यो भने चाहिँ त्यो पुण्य भगवान् बुद्धको स्वयं एकदमै शब्दहरू झिकी एकदमै ठुलो शब्दहरू हो क्या के हो देशिक भन्छ ट्रुथफुल वर्ड्स यो ट्रुथफुलकै यो चाहिँ अहिले देख्दाखेरि यसले हल्का एकैचोटि इफेक्ट हुँदैन तर लास्ट समय ट्रुथ भनेको सधैँ ट्रुथै रहिरहन्छ यदि हामी झुट कुरा बोल्यो भने एकछिन हामीले छुपाउन सक्छौँ तर लास्टमा गएर त्यसको झुटको
जसरी पनि थाहा हुन्छ नि त जुन रहेछ भने ट्रुथ भएपछि एकचोटि ट्रुथ जतिखेर कल्प जस्तो शब्द ट्रुथ नै रहिरहन्छ किनकि ऊ ट्रुथै हो उसको स्वरूप है। त्यही भएर भगवान् बुद्धको शब्दहरूमा हामीले राम्रोसँग एकदमै मनन हामीले सम्झेर बिहानदेखि रातिसम्म हामीले स्तुति पाठहरू पढ्न सक्यो भने चाहिँ त्यसैमा ठुलो धर्म हामीले सञ्चय गर्न सक्छौँ है। पुण्यको हामी पुण्य गऱ्यो भने चाहिँ हामीले जे सोचेको पुरा हुने, यो जुनीमा पनि हामीले सोचेको कामहरू पुरा हुने हो। साथसाथै अर्को जुनीमा पनि हामी के जे सोच्यो भने अब ठुलो मान्छेहरू होइन, कोही मान्छेले जे काम गरेर सफल हुनुहुन्छ, कस्तो बोल्ने तरिका राम्रो हुन्छ, देख्दाखेरि मन खुसी हुनुहुन्छ नि मान्छेहरू हो, सबै त्यो उसको पुण्यको फल गुण हो। यो कोही मान्छे देख्ने बित्तिकै कस्तो हेर्नै मन नलाग्ने पूर्वजन्मले एकदमै क्रोध सर्वस्व गरेर मान्छे देख्ने बित्तिकै अब त्यो अर्को जन्ममा रिसाउनै पर्दैन, त्यो रिसाएको चाहिँ देखेर बसिरहेको हुन्छ हो। त्यस्तोहरू नि हामीले बुझ्नुपर्छ किन यस्तो भयो होला, के कारणले यस्तो भयो भने यदि हामी बुझ्न सक्यो भने सबै यो बुद्ध भगवान्ले जे छुट्टै धर्म बताएको होइन, जे जस्तो अहिले छ नि जे जीवनकालमा के चलिरहेको छ त्यो नै उहाँले उपदेश दिनुभएको, जो सबै यो चाहिँ यो हो है भनेर हामीले चिनाउनु मात्रै भएको। यो चाहिँ के हो, पिलर 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 हो है। पिलरले के काम गर्छ भन्दाखेरि यो घरहरू माथि यसरी टेक्निक काम यसरी काम गर्छ भनेर चाहिँ नबुझ्ने सानो सानो व्यक्तिहरू बताएको मात्रै हो। त्यही भएर हामीले धर्म भन्ने चाहिँ छुट्टै एउटा कस्तो हो अथवा के हो, ए बुढो भएपछि गर्ने कुरा हो अथवा बुढी भएपछि गर्ने कुरा हो भनेर त्यस्तो सोच्ने होइन। हामी आज छ कि भोलि रहन्छ रहँदा थाहै हुँदैन। हामी भनेको एउटा के हो, दीप छुमे बलिरहेको जस्तो हो। 4-5 दिशाबाट सबै हावा आयो भने अहिले निप्छ कि भरे निप्छ थाहै पनि हुँदैन है हो। त्यो जस्तो हाम्रो हामी के हो, विद्या भनौँ अथवा मरै भनौँ होइन, एकदमै फ्याक्टर हुन्छ किन भन्छ होइन, एकदमै धेरै हो। अहिले खाना धेरै भयो भने भएर के कस्तो गाह्रो हुन्छ। अनि एउटा के डकुमेन्ट हुन लाग्यो भने केही पनि हामी बज्ने त्यस्तो धेरै छँदै छैन, स्ट्रङ नै छैन हामी। त्यही भएर हामी सधैँ रहन्छ भन्ने एउटा त्यो मनमा राख्नु हुँदैन। जब मौका पाउँछ त्यतिखेर जस्तै कि पैसा कमाउनु के गर्छ, रात दिन नभएर ओभरटाइम गरेर पनि पैसा कमाउँछ हो। त्यस्तै हामी पनि पुण्य गरेर बिहान सबैले उठ्यो एकदमै बिहान के हो दिमाग फ्रेस हुन्छ, त्यतिखेर सबै हामीले पुण्य कामहरू गर्छ भने चाहिँ बाहिर मान्छेहरूले पैसा कमाउँछ, हामी पुण्य कमाउँछौँ। तर लास्टमा के हो, डेस्टिनेसन भन्छ नि एउटा मिगुल, लास्टमा पुग्ने ठाउँ एउटै हो। उनीहरूले पनि बाहिर मान्छेहरूले सुख चाहन्छ, सुखको लागि पैसा कमाउँछ। हामी पनि सुख चाहन्छौँ तर हामी अल्टिमेट सुख है, लास्टको सुख यो जुनीको पनि सुख हुने र अर्को जुनीको लागि पनि हामी काम गर्छौँ हो। त्यही भएर चाहिँ हामी बिहान सबैले उठेरै पूजापाठ गर्नु भने भगवान्लाई ठोक्नु पर्ने कारण चाहिँ यस्तरी हो है। अब बताउनु धेरै भयो। अब चाहिँ 3rd नम्बरमा रहेको राङ्गी युसो र नेपो पाउँ भनेको छ। 3 नम्बरमा चाहिँ यो रहेको छ राङ्गी युसो र नेपो पाउने एउटा यहाँनिर बसेको फाइदा हो है। जस्तै कि अब हिजो आज हामी बर्खाको टाइममा चाहिँ त्यहीँ पहिरो आएर त्यहीँ यति बसमा 30-40जना भएको बसलाई पहिरोले बगाएर लाग्यो अरे, यति मृत्यु भयो अरे भने हामीले समाचारमा मात्रै सुनिरहेका हुन्छौँ। हामी यदि बर्खाको टाइममा चाहिँ यति धेरै माथि हिँडुल गर्ने हो भने त्यो समाचारभित्र हामी पनि पस्न केही बेर लाग्दैन। त्यही कारणले गर्दाखेरि बर्खावासमा चाहिँ हामी एकदमै अघि चरा चाहिँ एउटा गुम्बा आफै बसेको जस्तै गरिकन हामी पनि यहाँ आफ्नै गुम्बाभित्र धर्मका कार्यहरू भन्ने गरेर बस्यो भने चाहिँ त्यसको अगाडि घटनाहरू पनि घटनाबाट बचिन्छ भनेर चाहिँ बुद्ध भगवान्ले आफै भन्यो है। अहिले अरू केले त्यो दुर्घटना पर्दा त खासै त्यस्तो केही पनि लाग्दैन, तर आफै पऱ्यो आफ्नो परिवार पऱ्यो भने के कस्तो हाल हुन्छ है हो, त्यस्तो पनि बुझ्नुपर्छ। अहिले यहाँ भन्दा त राङ्गी युसो नेपो पाउँ भनेर आएछ, तर यसको मिनिङ यदि गहिरोमा गयो भने एकदमै ठुलो डिप छ यसको मिनिङहरू। तर अहिले बतायो भने समय धेरै जान्छ, जसो भए पनि यसरी हामी बर्खामा यसरी बस्न सक्यो भने चाहिँ हाम्रो के हो त्यस्तो दुर्घटना हुनुबाट पनि जोग्छ भने अस्ति मुखिनतिर कस्तो भयो देखेको होला है, सबैजना युट्युबतिर हेर्छ, अब टिकटकतिर कहाँ देख्यो हो, त्यो पनि हामीले बुझ्नुपर्छ हो। त्यस्तोहरू हुनबाट बचिन्छ भनेको वास्तवमा भन्दा त्यो हो। पहिलाको समय छुट्टै थियो, हिजो आज टिकटकतिर देख्न सक्छौँ, हामी युट्युबतिर देख्न सक्छौँ, त्यो पनि त्यहाँबाट हामीले ज्ञान पनि लिन सक्छौँ हो। त्यही हो, त्यो बताएको मिनिङ एउटै हो, तर हामीले एउटा के भन्छ कम्बाइन है के भन्छ नि त्यो गर्नु आउनु मात्र पर्छ। मिनिङ के बताएको त्यो बुझ्यो भने बस त्यही पुग्छ है। अब 4 नम्बरमा रहेको छ निरवत जुवा भने, अथवा पहिला भगवान् बुद्धको पालामा चाहिँ
जिन्दाहरूले यो के अरे अब जस्तै गुम्बाहरू चलाइरहेको भनेको छ। अनि त्यतिखेर चाहिँ लामाहरू एउटै ठाउँमा नबस्दो रहेछ, किनकि एउटै ठाउँमा बस्यो भने त्यो छक्क हुन्छ नि, एउटा के हो एट्याचमेन्ट मेरो घर हो भन्ने जस्तो एउटा मनमा त्यो फेरि जाग्छ कि। त्यही भएर उनीहरू चाहिँ सधैँ जोगिरहेको गर्छ, एउटै ठाउँमा नबसेर टाढा टाढा कहाँ गएको केही नभएको हो त्यस्तो हुन्थ्यो। त्यो टाइममा नि हाम्रो लामा पनि त्यस्तै थियो, बिचरा के अरे एउटै ठाउँमा नबसिकन डुलै र स्विमिङ हुन्छ नि अघि त्यो बिच पदमा हुँदै उहाँले यसरी नै धर्म प्र्याक्टिस अभ्यासहरू गर्नुहुन्थ्यो त्यो समयमा। अनि त्यतिखेर गर्दाखेरि यहाँ बस्दाखेरि ठ्याक्कै अनि नि रावत ढुङ्गा छेउ भनेको चाहिँ अब जस्तै कि अब के हो स्पोन्सरहरूले हामीलाई गुम्बाहरू चढाइदिएको हुन्छ, उहाँले यति दुःख गरेर कमाएको छ भने हाम्रो लामा गुरुहरूलाई बस्नको लागि दान गर्नुहुन्छ नि त, हो त्यो पनि वेस्ट जाओस् भनेर। त्यतिखेर चाहिँ त्यो समय बर्खावास बस्ने समयमा चाहिँ ठ्याक्कै अब टाइम मिलाएर अनि त्यो अब टुटेफुटे गर्नु सबै अब हामीले फेरि के हुन्छ चाहिँ त्यो फेरि मेन्टेनेन्स गर्नुहुन्छ नि त, पहिला चाहिँ सम्भार गर्ने हुन्छ नि त्यो गर्नु पनि हो। त्यतिखेर हामी गऱ्यो भने त्यो पनि फाइदा हुन्छ भने त्यो पनि एउटा फाइदा हो, किनकि वेस्ट भएन नि त। जिन्दाले यति दुःख गरेर कमाएको पैसाहरू दिँदै गुम्बाहरू बनाइदिएको हुन्छ, अब त्यो हामी बसेन भने को बस्ने वेस्ट हुन्छ होइन, त्यतिकै त्यो भयो नि त। हो त्यो पनि नहुनु भयो नि, एउटा बदलको छु हामी त्यतिखेर चाहिँ समयमा 3 महिना बस्थ्यो। त्यतिखेर 3 महिनामा चाहिँ हामीले त्यस्तो कार्य पनि गर्न सकिन्थ्यो। अनि त्यो पनि एउटा फाइदा हो भनेको है, त्यो पनि फाइदा छ भनेर त्यसरी बताउनु भएको छ है। अब त्यसै गरिकन एउटा थियो नि त झ्याउ नुहार जुवा है, हामी यदि बाहिर मात्रै हिँडडुल गर्ने हो भने काम नभए पनि काम खोजेर कसरी काम निस्किन्छ है। अहिले त्यहाँ के भयो अरे, भरे त्यहाँ के भयो अरे, काम त आएको अब काम भने कहिले सक्दैछ होला। त्यसरी हामीले यहाँनिर बसोबासमा बस्यो भनेपछि काम भए पनि अब रोकेर पढ्न सकिन हामी, त्यही भएर हो त्यसलाई नै फाइदा हुन्छ भने। यदि यहाँनिर बस्यो भने हामीले यदि हामीसँग एउटा स्कुटर छ भने हामी काम नभए पनि काम कहाँ कहाँबाट निस्किन्छ भने तेल हाल्न जाने कामले सर्भिसिङ गर्ने गरे हो, यस्तो काम धेरै धेरै निस्केर त आफै फैलिएर जान्छ कि हाम्रो थाहै हुँदैन। हाम्रो जीवनमा काममै घटिरहेको कुराहरू यो। अब यदि हामी यहाँ बर्खावास बस्ने हो भने हामीले यो खेला हुन्छ नि धम्चा प्रवेश गरेपछि हो यस्तै कार्यहरू नचाहिने त्यो यतिकै अर्थपूर्ण नभएको कामहरू पनि हामीले धेरै कम घटी एकदमै गर्दै गएपछि हामीले राम्रो काममा सदुपयोग समय चाहिँ हामीले गर्न सदुपयोग गर्न सक्छ भनेर चाहिँ एउटा यो पनि फाइदा हो भनेर चाहिँ बताउनु भएको छ है त। अब यो चाहिँ 5 नम्बरमा है। अब कामहरू सबै सानो नचाहिने कामहरू चाहिँ हामी गर्दै गएपछि के हुन्छ भन्दाखेरि ठ्याक्कै त्यसको अपोजिट हुन्छ। जस्तै कि घाम लाग्दाखेरि त्यो पहिला सबै अँध्यारो हुन्छ नि त, घाम लागेपछि अटोमेटिकली त्यो डार्कनेसहरू सबै हटेर जाने, त्यो कसले बनाएको होइन, अटोमेटिकली हो, नेचुरल हो है, बुझेन। जस्तै घाम लाग्दाखेरि अथवा एउटा बत्ती बल्यो भने त्यहाँ भएको के हो त्यो अँध्यारोपन चाहिँ हटेर जाने चाहिँ आफै नेचुरल हो है। हो त्यो भयो जस्तै गरिकन अहिले हाम्रो नचाहिने काम के हो भयो, के बाहिर जाने, कहाँ जाने, फुटबल खेल्न जाने, के जाने कामहरू सबै गर्दै गएपछि अब चाहिने काम राम्रो काम चाहिँ फैलिएर जानुपर्छ। यो राम्रो काम चाहिँ के हो भन्दाखेरि अब हामी बाहिरको चाहिँ काम छुट्टै हुन्छ, कसरी बिजनेस गर्ने, कसरी के गर्ने, कसरी अब हाम्रो होइन परिवार पाल्ने यस्तो गएको हुन्छ। अब हामी त्यस कार्यक्रम छैन। अब हामी लामा बनिसकेपछि थ्योसुङ गोम्सुङ भन्छ, थ्योसुङ गोम्सुङ भनेपछि पहिले गुरुहरूबाट धर्म उपदेशहरू सुन्ने, त्यसपछि चिन्तन मान्नु गयो हो कि कसरी हो एनालाइज गर्ने, ए हो भने एकदम यो त इम्पोर्टेन्ट चिज हो रहेछ, अर्थपूर्ण रहेछ भनेर त्यसलाई एक्सेप्ट गर्ने। एक्सेप्ट गरिसकेपछि त्यसलाई प्र्याक्टिस गरेपछि हो हाम्रो काम चाहिँ त्यो हो। भगवान् बुद्धले कसरी के बताउनु भएको छ सबै सुन्ने, गुरुहरूबाट सुन्ने। अब गुरुहरू भन्ने बित्तिकै पत्याउनु हुँदैन हो कि भनेर एकछिन एनालाइज गर्नै पर्छ। एनालाइज गरेर के हुन्छ भन्दाखेरि लास्टमा गएर आफैले रिग्रेट हुँदैन। हिजो आज के हुन्छ भन्दाखेरि पहिला केही पनि एनालाइज गर्दैन, पछि गएर आफैले फेरि के भन्छ आलोचना होइन, ए यो गुरु फलाना यस्तो पो हो रहेछ, यस्तो हो रहेछ। फर्स्ट आफैले चेक गरेर लास्टमा गएर आफैले दुःख पाउँछ है। त्यही भएर हाम्रो भगवान् बुद्धले भन्नुभयो पढाइ गर्ने तरिका थ्योसुङ गोम्सुङ भने यो छुट्टै हो। बाहिर पहिला भगवान् बुद्धले बताउनु अथवा भगवान् बुद्धको नभए के हुन्छ गुरु, अब ठुलो गुरुले बताउनु उपदेशहरूलाई सुन्ने हो, राम्रोसँग सुनिसकेपछि हो कि होइन, कसरी चाहिँ हो, के कारणले चाहिँ हो भनेर चाहिँ एनालाइज
त्यसलाई हो कि होइन चिन्तन गर्नु हुन्छ नि मनमा सोची ए हो भने चाहिँ त्यसलाई एक्सेप्ट गरेर अनि जस्तै कि हामीले मैले अस्ति भनिरहेको थिएँ नि मोबाइल एप्सहरू डाउनलोड गरेपछि त्यसलाई एप्लाई गर्छ नि ओ त्यो जस्तै गरेको जस्तो चाहिँ गरिकन हामीले जीवन कार्यमा पनि हामीले त्यो उपदेशहरू प्रदान भएको चाहिँ यति राम्रो लाग्यो अर्थपूर्ण रहेछ हो भन्ने लाग्यो भने बिहानदेखि रातिसम्म गर्ने के कार्य हुन्छ त्यसमा त्यसलाई नि अभ्यासमा ल्याउने मात्र हो। अब धर्म भने छुट्टै केही पनि हुँदैन है। अब राम्रो काम के भने अघि चोर्नु हुँदैन, अब अरूले के हो काटमार गर्नु हुँदैन भने चाहिँ भगवान्ले दिनुभएको एउटा सिल हो नि त सबैलाई दिएको यो चाहिँ के अरे हामीले यो लामाहरूलाई मात्रै भनेको होइन सबैलाई लाग्ने गरी यो त हो नि त लाग्ने भन्दाखेरि यो चाहिँ यदि गऱ्यो भने चाहिँ आफू नै यो अघि एउटा मान्छे माऱ्यो भने जेल जान्छ भने हो त्यो भयो जस्तै कि अहिले देखेर त्यो मात्रै देख्छ तर वास्तवमा गएर आफू जन्ममा पनि यसको के हो यसको फल चाहिँ जसरी नै भोग्नै पर्छ है। अहिले मान्छे कसरी दुःख दिन्छ हो त्यो आफू जन्ममा त्यसकै फल चाहिँ सेम त्यही पाउँछ तर ढिलो कसरी पाउने कहाँ पाउने कुन ठाउँमा पाउने त्यो छुट्टै कुरा हुन्छ त्यो चाहिँ हामीले भन्न सक्दैन किनकि कर्मको फल भन्ने चाहिँ हामीले यसरी बताएर बताउन सक्ने कुरै होइन त्यो भगवान्को त स्वयंले मात्रै बताउन सक्नुहुन्छ त्यही भएर तर पाउने चाहिँ निश्चित छ है। अब यो भने हामीले यो सबैभन्दा मिनिङफुल वर्ड चाहिँ अहिले यो हो ठेसुङ बोल्छौँ कम्प्लिट ताने हामीले अब यति यहाँ बसेर मात्रै भने अरूले जिन्दगी दियो खाना खान्छ हामीले सबैभन्दा अब ज्ञान गुण बढाउनु पर्छ यहाँ बसेपछि 1 महिना 15 दिन चाहिँ हामी बाहिर जाँदैन यही भित्र एरियाभित्र बसिसकेपछि अब के गर्ने पढाइलाई ध्यान दिएर चाहिँ एकदमै बढाउने घुमफिर भनेको कसरी चाहिँ हुन्छ कुन चाहिँ उपाय लगाएर चाहिँ अब पढ्ने हुन्छ ढिलो हिन्दी इङ्ग्लिसमा भन्छ रिडिङ एन्ड राइटिङ इज द फाउन्डेसन अफ द एजुकेसन है। अब पढ्ने र लेख्ने चाहिँ के हो ज्ञान पनि सिक्ने हो भने त्यसको सबैभन्दा जग चाहिँ त्यो हो भने क्या ढिलो हिन्दी इङ्ग्लिसमा आउने यदि हामी राम्रो पढ्न सक्छौँ लेख्न सक्छौँ ज्ञान अब त्यहाँबाट जस्तै कि हामी घर बनाउँदाखेरि कन्स्ट्रक्सन गर्दाखेरि हामीलाई के चाहिन्छ हामीलाई गिटी बालुवा सिमेन्ट त्यस्तै गरेर सामग्रीहरू धेरै चाहिए जस्तै गरेर हामी पनि ज्ञान गुण चाहिँ बढाउने हो भने रिडिङ अब एकदमै चाहिन्छ त्यो रिडिङ पनि एकदमै प्रोनाउन्सिएसन राम्रो गरेर भयो भने चाहिँ अनि त्यो पनि राम्रो चिज हो के अरे यो ज्ञान बढाउनु चाहिँ त्यो चाहिन्छ भने हामीले बुद्ध त्यो के अरे शास्त्रहरू चाहिँ लेखेर छ है। अनि त्यसै गरिकन लेख्ने हो अब मैले यहाँ तिमीहरू ठाउँमा बस्दाखेरि पनि त्यो सक्दो ठुलोसरी पढ्यो भने के हुन्छ भन्दाखेरि झुटो प्रोनाउन्सिएसन एकदमै राम्रो उच्चारण राम्रोसँग हुन्छ किनकि तिमीले गर्दाखेरि उच्चारण गर्दाखेरि ठ्याक्कै आफ्नो साथीले सुन्छ ए यो भएन तिमीले के गरेको भने अलिक आफूलाई लाज हुन्छ लाज भएपछि आफूले के हो त्यसलाई सुधार्छ है। अनि आफै मैले बेमा गरेर यो गऱ्यो भने आफू एक्लै त सब बस्ने ठाउँमा हुन्छ यदि मान्छेहरू सबै भेला भएर आफूले यसरी के हो फेस गर्नु पऱ्यो भने आफ्नो प्रोनाउन्सिएसन कुन लेभलमा छ भने चाहिँ त्यतिखेर मात्रै आफूलाई त्यो हुन्छ अनुभव हुन्छ है। त्यतिखेर रिग्रेट मात्रै हुन्छ ए पहिले सानो भन्दाखेरि मैले राम्रोसँग ठुलो पढ्न सक्ने मेरो प्रोनाउन्सिएसन राम्रो बनाएको भएपछि यतिखेर अब चाहिँ मान्छेसँग यसरी मैले फेस गर्न सक्थ्यो अब त्यो म ढिलो भएछ भनेर त्यतिखेर छाती चिताले पनि जे गऱ्यो भने अब त्यसमा त्यति धेरै सुधार गर्ने चाहिँ त्यसमा चान्स हुँदैन किनकि सानो यो उमेरमा चाहिँ सबै सिक्ने टाइम हुन्छ सबै रिसिभ अरूबाट रिसिभ गर्ने यो दिमाग पनि धेरै एकदम सकिलो हुन्छ जति जति बुढो हुँदै हुँदै गयो त्यो हल्का कम हुँदै जान्छ हो त्यही भएर के गर्न सिक्नु भने चाहिँ यहाँ आउँछ अब बुढो हुँदै गएपछि रोग लाग्ने यहाँ आफूले भनेको अरूले मान्दैन भने कति चिज दुख्छ त्यतिखेर थाहा हुन्छ ठुलोलाई त्यही भएर हिसाब गर्नुपर्छ रिस्पेक्ट गर्नुपर्छ भने यही भनेर भनेको आफूभन्दा ठुलोलाई रिस्पेक्ट गरे ठुलो खुसी हुनुहुन्छ त्यहाँ पनि पुण्य पाउँछ आफूभन्दा ठुलोलाई हेप्यो भने अहिले त हेप्छ आफै बुढो भएर जाँदाखेरि ठ्याक्कै थाहा हुन्छ त्यो ठ्याक्कै आउँछ आफूलाई जसरी होस् त्यहाँ ठ्याक्कै आइपुग्छ अनि त्यतिकै थाहा हुन्छ कि आफूभन्दा ठुलोलाई हेर्दाखेरि कस्तो हुन्छ त्यहाँदेखि अब गोदौँ भने गोदु सक्दैन त्यो सानो आफूभन्दा बलियो हुन्छ त्यतिखेर आँखामा आँसु आउँदैन भित्र मनदेखि यति खटखट हुन्छ कि ओ त्यतिखेर आफूभन्दा ठुलोलाई सधैँ रिस्पेक्ट गर्नुपर्छ ठुलोले साथलाई माया गर्नुपर्छ भन्ने चाहिँ यो सिकाउने चाहिँ यस्तो मिनिङफुल हुन्छ कि अब शब्दमा यो के हो एक्सप्लेन गर्ने त्यति धेरै महत्त्वपूर्ण जस्तो चाहिँ लाग्दैन तर यो व्यावहारिक रूपमा चाहिँ एकदमै ठुलो हो मिनिङफुल एकदमै डिप मिनिङ भएको यो शब्दहरू होइन अहिले हामीले सुन्दाखेरि चाहिँ त्यस्तो लाग्छ आफ्नै घरमा बुवालाई रिस्पेक्ट गरेर बुवामाले सबैभन्दा के हो आफ्नो छोरालाई नै एउटा के हुन्छ मन राख्ने ठाउँ भनेको छोरै हो छोरा माइ बाँचेको जस्तै हुन्छ
छोरा दिदी रिस्पेक्ट गर्दैन, जाँड खाएर ड्रग्सहरू खाएर दिदी जे पाइ त्यही गरेर अब भन्ने मान्यो भने कस्तो त्यो फिल हुन्छ है। हो जहाँ गएर पनि रिस्पेक्ट आफूभन्दा ठुलोले रिस्पेक्ट गर्ने, यति ठुलो भएपछि सानोमा आफै के हो माया दया गऱ्यो भने हो यो ज्ञानले चाहिँ सबैमा शान्ति छाउँछ अहिले। यो खासै एकदमै मिनिङफुल चिजहरू हो। तर हामीले शब्दमा यत्तिकै भन्दाखेरि चाहिँ त्यस्तो ठुलो जस्तो लाग्दैन, तर भए तापनि आफूलाई ठ्याक्कै पढ्दाखेरि थाहा हुन्छ है त। कुनै कुनै कुरा त्यस्तो हुन्छ कि आफूलाई पढ्दाखेरि पनि ठ्याक्कै थाहा हुन्छ, यो शब्दमा भन्दाखेरि त्यति हो जस्तै लाग्दैन। तर आफूले ठ्याक्कै पढ्छ, जुन दिन पढ्छ त्यतिखेर ठ्याक्कै के हो खुट्टामा ढुङ्गा लाग्दा कस्तो हुन्छ हड्डीमा, हो त्यो लागे जस्तै हुन्छ। ल अब हामीले के गर्नु पर्यो भन्दाखेरि अब यति हामीले हेर्ने पर्ने बर्खबास बस्ने बेलामा रोबिनहरूले सबै दिएको के हो चिन्ने रोबिनहरूले सबै ज्ञान गुण भयो, कहाँबाट ज्ञान हासिल गरेर पाउनु भएको मात्रै छ। उहाँलाई अब रिक्वेस्ट गरेर के ज्ञानहरू सिक्नु मन छ आफूलाई सबै सिक्नु सक्यो भने चाहिँ हामीले एकदमै फाइदा अब समयलाई हामी युटिलाइज गर्न सक्यो भने चाहिँ एकदम वेस्ट हुँदैन है। त्यही भएर हामी अब उहाँ चाहिँ कहिले हाम्रो गुरुले मलाई भन्नुभएको थियो, उहाँ चाहिँ यो भन्छ ड्रम जति साउन्ड राम्रो भए पनि एउटा के हो ड्रमको लठीले डुङ हाल्यो भने आफै बज्दैन। त्यही भएर गुरुसँग जति ज्ञान त होस् न, आफूले रिक्वेस्ट गऱ्यो भने त्यो आफूसँग आउँदैन है। त्यही भएर अब ज्ञान अब यति भुटानबाट उहाँहरू के खिम्बो डिग्री के प्राप्त गरेर आउनुभएको मात्रै हो सबैजना। अब अहिले सबैजना के त्यस्तो नभएर मात्र हो, अहिले भुटानमा गए पनि सबैजना उहाँ रोबिनहरू मात्रै गुरुहरू सबै त्यस्तो मात्रै हो, सबै उहाँहरूको लेभल मात्रै हुनुहुन्छ है। त्यही भएर हामी उहाँहरूको ज्ञान चाहिँ भ्यालु चाहिँ नबुझेको जस्तो मात्र हो। तर तलतिर पढ्नु गयो भने हाम्रो नामहरू सबै हुने कारण के हो भने यहाँको रोबिनहरू चाहिँ कतिको खतरा हो भने यहाँ थाहा हुन्छ। भुटानमा हाम्रो गाउँमा जाँदा सबै तर्सिन्छ, कस्तो नेपालमा के गरेर यस्तो बुद्धिमान हुन्छ भने सबै तर्सिन्छ। किनकि हाम्रो रोबिनहरू पहिले सिकाएर राखेको चाहिँ यहाँ केही कमी छैन। यदि हामीले यसलाई सिक्नु सक्यो भने अब सिक्दै नसिकेर अरूको यस्तो मुखले मात्रै भने हुँदैन। मुखबाट भनेको भने आजकल अस्ति टिकर्दैन सिक्दैन बालेन र के हो रविलामी सानो रविलामी चाहिँ धेरै कुराले मात्रै भनेर अनि बालेले चाहिँ नभनिकन गरेको हो, त्यस्तै चाहिन्छ। किनकि मान्छे जति भने पनि यदि आफूले यथार्थमा गर्न सक्यो भने त्यसको मिनिङ रहँदैन। भन्यो गर्दैन गऱ्यो भने चाहिँ त्यसलाई सबैले मान्छ क्या, हो त्यो जस्तो हो कि अब हामीले भन्नु पनि भन्ने म बुझ्नु नि बुझ्ने अनि व्यवहारिक रूपमा पनि गऱ्यो भने चाहिँ त्यो मान्छे सबैले मान्छ है। अब यो 6 नम्बर राखेँ है। अब कतिसम्म ल कौँदु फेवा फेवा मैले भने अघि नै रिक्वेस्ट गरेको छु सबैजनाले अब 1 महिना 15 दिनभित्रमा चाहिँ अब सक्दो ज्ञानहरू हामीले चाहिँ ठुलोले सानोलाई आफूले सिकेको अनुभवहरू बाँड्ने, सानोले ठुलोलाई लेभललाई कसरी युज गर्ने, कस्तो प्रकारले यसरी हुने हो भनेर यो के हो सेयर हुन्छ नि त, हो सेयर गर्ने हो क्या। अनि जस्तो भयो भने चाहिँ ज्ञानहरू बढ्दै जाने चाहिँ यो जस्तै कि सानोबाट यसरी काम झुलिँदै जाने कस्तो राम्रो हुन्छ नि, हो त्यस्तै हो। तिमीहरूबाट सबै सानो सानो बच्चाहरू हो, अहिले सबै भने यो हेर्ने टाइम हो, सबै देखेको छैन अहिले। त्यही भएर अहिले ज्ञान यतिखेर चाहिँ हामीले सिक्नु सक्यो भने चाहिँ भविष्यमा हाम्रो आँखा जस्तो ज्ञान भनेको एउटा आँखा हो, दृष्टि जस्तै हो है। आँखा छ भने हामीले जस्तै कि राम्रो राम्रो कुराहरू पनि हामीले जस्तै युएसको अब बिल्डिङहरू देख्न सक्छौँ, या जस्तै कि नेचुरल यहाँ ब्युटी के छ है सबै देख्न सक्छौँ नि। यदि आँखा छैन भने हामीसँग त्यो देख्न सक्दैन है। हो त्यो भइसक्यो भने अहिले हामीसँग ज्ञान छ भने भविष्यमा गएर ज्ञान भनेको कसले चोर्नु सक्दैन, आफूसँग जति सधैँ रहिरहन्छ। पैसा धन सम्बन्धी भनेको कुरा चाहिँ सक्दै जाने चिज हो, कतिसम्म रहिरहन्छ त्यसले सक्छ त्यो। हामीले के अरे सेसन जाने जित्न चिका भन्छ नि, धन सम्बन्धी के हो 1000 भयो भने एउटा ज्ञान भयो भने ठुलो कुरा हो भन्छ। तर हिजो आज त पैसै ठुलो सुन्नु देख्छ होइन, भए तापनि तर ज्ञान ठुलै कुरा हो। यदि होइन अहिले ज्ञानको भ्यालु यतिखेर बुझ्दैन, जब अहिले बुढेसकाल लाग्छ त्यतिखेर ठ्याक्कै थाहा हुन्छ ज्ञान छ भने मान्छेले कुन प्रकारको व्यवहार गर्छ मान्छेलाई होइन, हो त्यतिखेर थाहा। मैले अघि भने नि यिनीहरू कुरा भन्दाखेरि त्यति भ्यालु रहँदैन क्या। जब पढ्दै जान्छ आफूलाई भोग्दै हुन्छ, आफूलाई पढ्दै जान्छ त्यतिखेर मात्रै ठ्याक्कै थाहा हुन्छ है। हो त्यही भएर चाहिँ मेरो अब के हो 10 अंक जोडेर सबैजना बिन्ती छ। सबैभन्दा चाहिँ आज यो के हो ज्ञानको फिमेन होइन, लाभको मध्येमा 6 नम्बर रहेको थेसन भन्छु र त्यो फेवा चाहिँ सक्दो सबैले अब ज्ञान इङ्ग्लिस सिक्ने हो कि मान्छेसँग राम्रो व्यवहार गर्ने हो कि त्यो ज्ञान भनेर सबैले बुझिन्छ है। अब यिनीहरू चाहिँ हामी सिक्न सक्यो भने चाहिँ एकदमै सबैभन्दा फाइदा ठुलो चाहिँ हो भने चाहिँ अब 7औं नम्बरमा घाइ जुवा भनेको। अब घाइ जुवा भने चाहिँ हामी हिजोबाट अनि त्यसै हामीले के सोच्नुहरू सोची गरेर अनि हामीले
सम्म राखिन हामी यहाँबाट म बाहिर जान्दिनँ निस्केर जान्दिनँ भनेर त्यो गरेँ नि है। अब त्यसपछि हामी त्यसपछि लास्टमा अब सकिएपछि 45 दिन भइसकेपछि हामी त्योबाट बाहिर निस्केर जाने एउटा भाइ भने हामीले जुन सम्म राखेको त्योबाट निस्केर जाने त्यस्तो पनि त्यसो हामी पिकनिक जान्छौँ नि। हो त्यस्तो एउटा के हो माहौल क्रिएट हुन्छ नि। त्यो हुनु पनि एउटा यादले बस्नुको फाइदा अथवा फेरि होइन लाभ चाहिँ त्यो हो भनेर चाहिँ यसरी बताउनु भएको छ है। अनि साचेङ जुवा भनेको चाहिँ साचेङ जुवा भन्ने चाहिँ अब के अरे हाम्रो पहिला के अरे भारतमा चाहिँ यो धेरै छोगा चाहिँ चलन चाहिँ धेरै छ। पछि माथि यो टिबेटमा यो हाम्रो यादले माथि गएपछि साचेङमा चाहिँ त्यति धेरै यो ठाउँमा होइन प्रख्यात नभएको कारणले गर्दा हाम्रो यसको चलन छैन। अब यति नै हो है त। यो सबै 8 रोपहरू जाने बतायो सक्दो मैले अब यताउता हुन्छ कि कसरी हुन्छ मैले सक्दो मैले ज्ञानले मैले बुझेँ नै सबैलाई अब फाइदा होस् अथवा होस् भनेर मैले एउटा सोचेर बताएको हो होइन। अब म आफै जाने ठुलो हो मभन्दा ठुलो कोही छैन भनेर भने केही पनि त्यसो मनमा छैन। यदि मैले गरेर एक शब्द बताएर मात्रै एउटा मान्छेको मनमा लागेर भोलिदेखि राम्रो कार्य गरेँ भने त्यो बेलालाई जिन्दगी ठुलो पुण्य हुनेछ। त्यो पुण्यको लाभले नै अब अर्को दुनियाँमा के हुन्छ त्यसको मलाई फल जसरी नै पाइन्छ है। त्यही भएर अब भगवान् बुद्ध स्वयं पनि अब के यो बुद्धत्व प्राप्त भइसकेपछि उहाँ परिनिर्वाण है नहुन्जेलसम्म उहाँले पनि कति झन्डै 45 वर्ष 45 चोटि भनौँ न उहाँले पनि अब झगडी भने के गिदिन्छु भन्ने उहाँ एकदमै महान खेवा हो। उहाँले पनि त्यसै भनेर उहाँले इन्डियामा जाँदाखेरि त्यसरी उहाँको उल्लेख लेखेर राखेको रहेछ है। भगवान् बुद्ध स्वयंले त खास यसरी बस्नुहुन्छ पर्छ। भगवान् बस्यो भने हामी जस्तो साधारण व्यक्ति आज छ भोलि छैन के कस्तो साइज भन्नु सक्दैन है हामी। अब जस्तै अब लिभिङ छुजोसँग पर्सँगै पढेको साथी पनि को खेम्बो भन्छ नि त सँगै पढेको आज छ त हो। त्यो इक्जाम्पल हामी त्यहाँ इक्जाम्पल राखेर त्यसको मिनिङ आफ्नो राम्रो छ। आफ्नो त्यही सेम हो। आज छ आज मसँग बल छ भने भोलि बल नहुनु पनि हुन्छ। त्यही भएर केही पनि तक्वा छैन। सबै चेन्ज भएर परिवर्तन हुने चिजहरू हो। त्यसै कारणले गर्दाखेरि यस्तो हामीले अहिले भन्यो नि केहीको अधिकार छैन हाम्रो सबै कुरा सब थोक पुग्दाखेरि हामीले यदि मौका वा यदि राम्रोसँग चौका चाहिँ हामीले लिन सक्यौँ भने लास्टमा गएर चाहिँ आफूलाई नै रिग्रेट है लोके अब पस्ताव एकदमै त्यो हुन्छ। यही मैले पहिला बसेको मैले यादै यति राम्रोसँग 15 चोटि मैले सोच गरेँ नि त त्यसको फल त छ नि भन्ने एउटा हुन्छ नि त के हुन्छ पक्षी यस्तो हुन्छ नि छाती जस्तो मैले यादै बसेको मान्छे आजकल पहिला नानीहरू युङ्गी बसेको त्यसै छ। मैले युङ्गी यतिचोटि बस्यो भने बिचरा धनसम्म मात्रै छ भन्दिनँ तर त्यसको तुलना त छ नि। हो अब त्यो है हामीले यादै भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हो रहेछ भन्ने चाहिँ हामीले बुझ्नैपर्छ है त।